सेवालाई एकीकृत रूपमा विकास गरिनेछ। 58 नाक कान घाँटी तथा मुख दन्त स्वास्थ्य सेवाको विकास तथा विस्तार गरिनेछ। 59 सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई गुणस्तरीय सर्वसुलभ र पहुँचयोग्य बनाई घरमा शून्य सुत्केरी कार्यक्रमलाई नियन्त्रण दिनेछ। 60 स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाई उक्त कार्यक्रम मार्फत विशेषज्ञ सेवा सुलभ पहुँच सुनिश्चित गरिनेछ। 61 सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका कार्यक्रमहरूलाई थप प्रोत्साहित गर्दै कार्यक्रमलाई नियन्त्रण दिनेछ। 62 क्षयरोग मुक्त पारिने घोषणाका लागि कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। 63 दीर्घ रोग तथा क्यान्सरबाट पीडित ज्येष्ठ नागरिकहरू शारीरिक तथा मानसिक रूपमा कमजोर पीडितहरूलाई आफ्नो बाँकी जीवन सहज अनि पीडा रहित बिताउन सक्ने किसिमले उपचारात्मक पुनर्स्थापनात्मक एवं भावनात्मक तवरले पारिवारिक वातावरणमा दिइने प्रोत्साहक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। 64 थाहा नगरपालिकामा रहेको प्रथामी स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष 2083-84बाट थाहा अस्पतालको रूपमा सञ्चालन गरिनेछ। 65 थाहा नगरपालिकामा स्थापना भएको अक्सिजन प्लान्टलाई निरन्तर सञ्चालन गरी आवश्यक सेवा प्रदान गरिनेछ। 66 स्वास्थ्य संस्थाहरूको भवनलाई स्वास्थ्य मन्त्रालयको मापदण्ड तथा न्यूनतम सेवा मापदण्ड अनुसार व्यवस्थित गरी गुणस्तरीय सेवा प्रदान गरिनेछ। 67 आधारभूत स्वास्थ्य सेवाको प्याकेजभित्र पर्ने निदानात्मक ल्याब सेवालाई आवश्यकताको आधारमा स्वास्थ्य संस्थाहरूमा सञ्चालन तथा विस्तार गरिनेछ। 68 महिला तथा बालबालिकाको पोषण अवस्थालाई सुधार गर्न समुदाय स्तरमा विभिन्न गतिविधि सञ्चालन गरिनेछ। 69 बालबालिकाहरूको शारीरिक सामाजिक संवेदनात्मक बौद्धिक र भाषिक विकासको लागि अभिभावक शिक्षा तथा गतिविधिहरू सञ्चालन गरिनेछ। खानेपानी तथा सरसफाइ। 70 खानेपानी सेवा पालिकाको अभिभारा मिटर सहितको एक घर एक धारा नीतिलाई निरन्तरता दिँदै नागरिकको मौलिक अधिकार अन्तर्गत पर्ने आधारभूत स्तरको खानेपानी वितरणका लागि उच्च प्राथमिकतामा राखी आयोजनाहरू कार्यान्वयनमा ल्याइनेछ। खानेपानी आयोजनाहरूको संरक्षण सञ्चालन मनमत संवाद तथा महसुल सङ्कलनमा एकरूपता ल्याउनका लागि उक्त समितिहरूलाई खानेपानी बोर्डमा आबद्ध गराउने कार्यालय नियन्त्रणता दिनेछ। 71 खानेपानी सडक ढल व्यवस्थापन लगायतका कार्यकर्ता एक अर्का कार्यालय असर नपर्ने गरी गरिन्छ। यसरी कार्यकर्ता असर परेमा असर पुर्याउने पक्षबाट मर्मत संवादको व्यवस्था मिलाइनेछ। 72 अबको जोड सुरक्षित पानीका लागि खानेपानी बोर्ड नीति लिइनेछ। खानेपानी सेवालाई एक द्वार प्रणालीबाट सञ्चालन योजनाहरूको कार्यान्वयन खानेपानी समितिहरू दर्ता नवीकरण अनुगमन तथा नियमन बोर्ड मार्फत गरिनेछ। खानेपानी पूर्वाधारलाई सुरक्षित भरपर्दो दिगो र वातावरण मैत्री बनाई गुणस्तरीय खानेपानी सेवा विस्तारलाई क्रमशः स्तर वृद्धि गरिनेछ। 73 नगरवासीका लागि मूलदेखि मुखसम्म सुरक्षित खानेपानी कार्यक्रम सञ्चालन गर्ने खानेपानी सरसफाइ स्वच्छता प्रबन्धन गर्न तथा मुहान संरक्षणका लागि विकास सहकारीहरूको खोजी गरिनेछ। 74 जलवायु परिवर्तनको असर पर्दो क्रममा रहेको सन्दर्भमा पानीको स्रोत मुहान संरक्षण प्रोत्साहन वैकल्पिक व्यवस्था लगायतका कार्यक्रमहरूमा जोड दिनेछ। 75 सबै खानेपानी तथा सरसफाइ योजनालाई डिजिटलाइजेसन गर्नका लागि इन्भास सफ्टवेयरमा अपडेट गर्ने कार्यको सुरुवात गरिनेछ। महसुल भुक्तानी लगायतको वित्तीय कारबारलाई अनलाइन प्रणालीबाट हुने व्यवस्थालाई निरन्तरता दिनेछ। खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको व्यवसाय योजना निर्माणका लागि पहल गरिनेछ। 76 सहर अगाडिका खानेपानी आयोजना कार्यान्वयनका लागि सङ्घ प्रदेश खानेपानी बोर्ड र समुदायसँग सहकारी गरिनेछ। थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले क्रमशः तथा सहितको आत्मनिर्भर बनाइनेछ। यसका लागि नगरपालिकाबाट वार्षिक रूपमा अनुदान दिने व्यवस्थालाई नियन्त्रण दिनेछ। 77 प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनीकरणको लागि खानेपानी बिमा कार्यक्रमको लागि सम्बद्ध निकायसँग समन्वय गरिनेछ। बोर्डमा सङ्कलित महसुलबाट कम्तीमा 1% रकम मर्मत सम्भार कोषका लागि छुट्याइने व्यवस्था गरिनेछ। 78 गुणस्तरीय खानेपानी सुरक्षितताका लागि खानेपानी परीक्षण कार्यालय निरन्तरता दिनेछ। सरकारी तथा गैर सरकारी साझेदारी सङ्घको सहकार्यमा आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापनाका लागि पहल गरिनेछ। शिक्षा तथा 79 प्रधानाध्यापकको आवधिक मूल्याङ्कनका लागि शिक्षा शाखा र प्रधानाध्यापक तथा प्रधानाध्यापक र शिक्षक बीच कड़ा क्षमता गरी सिकाइ उपलब्धि अभिवृद्धि गरिनेछ। 80 आर्थिक वर्ष 2083-84 देखि आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निश्चित गर्नका लागि विद्यालय स्तरको नगरपालिकाबाट आवधिक तथा वार्षिक परीक्षा सञ्चालनलाई नियन्त्रण दिनेछ। 81 विद्यार्थी सङ्ख्या र भूगोल समेतका आधारमा विद्यालयको समायोजन र शिक्षक दरबन्दी विधानको कार्यालय अघि बढाइनेछ। विषय र विद्यार्थीहरूको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरी न्यूनतम शिक्षकको व्यवस्था गरिनेछ। 82 नगद शिक्षा सम्बन्धी आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ। शिक्षकलाई
सो प्रेरणात्मक शैक्षिक जागरण कार्यक्रम सञ्चालन गरिनेछ। सबै विद्यालयहरूमा डिजिटल हाजिरीको व्यवस्था गर्ने नीति दिनेछ। 83 शिक्षा क्षेत्रलाई सर्वसुलभ गुणस्तरीय शिक्षाको अवधारणा बमोजिम अगाडि बढाइनेछ। विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउने सिकाइ र टिकाउने कार्यलाई प्रोत्साहनमूलक कार्यक्रम सहित अभियानका रूपमा सञ्चालन गरिनेछ। 84 सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका विषयगत उत्कृष्ट शिक्षकहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यलाई निरन्तरता दिनेछ। 85 गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न आधारभूत तहमा दलित अल्पसङ्ख्यक रूपन्मुख आर्थिक रूपले विपन्न तथा अपङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। 86 निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रयोगलाई सुदृढीकरण गरी नगरस्तरीय परीक्षालाई थप विश्वसनीय र प्रभावकारी बनाइनेछ। मूल्याङ्कनको पद्धतिलाई शिक्षण सिकाइ सुधारका लागि प्रयोग गरिनेछ। 87 नेतृत्वको सबलीकरण शिक्षण सिकाइ प्रक्रियामा सुधार पेशागत नैतिकताको प्रबन्धन प्रविधिको उच्चतम प्रयोग गरी सामुदायिक विद्यालयको गुणस्तरलाई वृद्धि गरिनेछ। 88 विद्यार्थीका लागि खेलकुद सृजनात्मक अभ्यास योगदान प्रतिभा प्रदर्शन जस्ता क्रियाकलाप सञ्चालन गरिनेछ। स्थानीय स्काउट समिति मार्फत स्काउट गतिविधिहरूलाई नियन्त्रण दिनेछ। 89 सिकाइ स्तर कमजोर भएका विद्यार्थीका लागि सुधारात्मक सिकाइ प्रबन्धन कार्यक्रम सञ्चालन गरिनेछ। 90 प्रत्येक सामुदायिक विद्यालय माध्यमिक विद्यालयमा 12वटै माइलमा डिजिटल सिकाइका लागि स्मार्ट बोर्ड व्यवस्थापन गरिनेछ। 91 सामुदायिक विद्यालयहरूमा विद्यालय सुधार योजना निर्माण तथा अध्यापक विद्यार्थी रिपोर्ट कार्ड विद्यालय तथ्याङ्क व्यवस्थापन बुलेटिन प्रकाशन अभिभावक शिक्षा अतिरिक्त क्रियाकलाप सञ्चालन पर्यावरण संरक्षण तथा हरित विद्यालय कार्यक्रम विद्यार्थी प्रतिभा पहिचान बालमन्त्री विद्यालय व्यवस्थापन तथा कार्यक्रम सञ्चालन गरिनेछ। 92 अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयन गर्न विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भण्डार सिकाइ निरन्तरताका लागि कार्यक्रम सञ्चालन गरिनेछ। 93 सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने दिवा खाजामा गैरखाने परिकारलाई बढावा दिनेछ। 94 प्रारम्भिक बाल विकास कक्षामा गुणस्तरीय सुनिश्चित गर्न बालमन्त्री वातावरण सञ्चालन गरिनेछ। प्राविधिक शिक्षामा प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम ल्याउनुका साथै प्राविधिक शिक्षालाई जोड दिनेछ। 95 शिक्षक तथा कर्मचारी क्षेत्रमा गुणस्तरीय तथा पारदर्शिता ल्याउनका लागि नगरपालिकाकै वित्तीय शिक्षक रोस्टर तयार गरिनेछ। 96 सामुदायिक विद्यालयमा विद्यार्थी शिक्षकका अनुपातमा आधारमा दरबन्दी समायोजन विद्यालयीकरण समायोजन कक्षा थप भर्तीका कार्यक्रमलाई शिक्षा योजना आवृत्त गरिनेछ। 97 शून्य दरबन्दीमा सञ्चालित आधारभूत तह कक्षा 6-8 माध्यमिक तह कक्षा 9-10 र कक्षा 11-12 सञ्चालित विद्यालयलाई कक्षा व्यवस्थापनका लागि आवश्यक प्रोत्साहन अनुदान व्यवस्थापनका लागि आर्थिक वर्ष 2083-84 मा निरन्तरता दिइनेछ। 98 नगर शिक्षा योजनाको अध्यावधिकरण गरिनेछ। 99 सामुदायिक विद्यालयको सुशासन गुणस्तरीय ल्याउनका लागि अनलाइन प्रणाली इमिसमा आधारित बनाउने कार्यलाई निरन्तरता दिइनेछ। 100 विद्यालय स्तर कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीहरूलाई गैर आवश्यक छात्रवृत्ति कक्षा 6 देखि 12 सम्म अध्ययनरत विपन्न लक्षित छात्रवृत्तिमा छनौट भएका विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराइनेछ। 100 कक्षा 1-5 मा कम विद्यार्थी भएका विद्यालयहरूमा मल्टी लेभलका कार्यक्रम सञ्चालन गरिनेछ। 2 स्थानीय पाठ्यक्रम थाहा ज्ञानबारेको पुनरावलोकन सहित नैतिक शिक्षा समावेश गरिनेछ। तामाङ भाषाको कार्यक्रमको कार्यक्रमलाई निरन्तरता दिइनेछ। 3 विद्यार्थीहरूको भौतिक पूर्वाधार लगायत व्यवस्थापन परीक्षा गरी वास्तविक अवस्था पहिचान गरिनेछ। विद्यालयका शिक्षक कर्मचारीलाई क्षमता वृद्धिका प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइनेछ। 4 तालुक क्याम्पस सञ्चालन तथा व्यवस्थापनका लागि त्रैमासिक रूपमा दिँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। युवा तथा खेलकुदतर्फ 5 युवाको फिजिकल फिटनेसलाई ध्यान दिई प्रदेश सरकारको समन्वयमा नगरस्तरीय जिम क्लबको स्थापना जोड दिनेछ। थाहा नगर खेलकुद विकास समिति र थाहा नगरपालिकाको लोगोसहित जर्सी तयार गरी खेलाडी तथा अफिसियललाई उपलब्ध गराई नगरको प्रतिनिधित्वलाई एकरूपता प्रदान गरिनेछ। 6 खेल प्रतियोगिताहरूमा सम्भव भएसम्म स्थानीय कारिगर मार्फत तयार गरिएका सामग्री प्रयोगमा प्राथमिकता दिइनेछ। फुटबल भलिबल र कराटे लगायतका खेलका प्रशिक्षक तथा रेफ्रीको रोस्टर तयार गरिनेछ। 7 वडा सचिवालय तर्फे वडा खेलकुद विकास समितिलाई दर्ता प्रमाणपत्र उपलब्ध गराइनेछ। विभिन्न विधाका खेलाडीको विवरण संग्रह गरी सूचीकृत गरिनेछ। 8 खेल प्रतियोगिता सञ्चालन गर्न अनुमति प्रदान गर्दा अनिवार्य रूपमा आर्थिक स्रोत सहितको प्रस्तावना पेश गर्ने र सम्पन्न पश्चात प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था लागू गरिनेछ।
खेलाडी प्रोत्साहन सम्मान कार्यक्रमलाई निरन्तरता दिनेछ। जिल्ला स्तर प्रदेश स्तरका भलिबल खेलहरूमा नगरपालिका तर्फबाट प्रतिनिधित्व गराइनेछ। खेलाडीले बन्द प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउनका लागि सहायता प्रदान गरिनेछ। अन्तर्वडा फुटबल माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिप तथा मेयर कप भलिबल प्रतियोगिता उमेर कप ब्याडमिन्टन कार्यक्रमलाई निरन्तरता दिनेछ। मार्बल कप प्रतियोगितालाई निरन्तरता दिनेछ। महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गतासित तर्फ 11 महिला उद्योगसित प्रबन्धन गर्दै सिप प्रविधि बिउ पुँजी तथा सहुलियतपूर्ण वित्तीय पहुँच मार्फत महिलाको आर्थिक सशक्तिकरण र उद्यम विकासलाई प्रोत्साहन गरिनेछ। 12 लैङ्गिक तथा घरेलु हिंसाबाट प्रभावित महिलाको संरक्षण न्यायमा पहुँच मनोसामाजिक परामर्श सुरक्षित आश्रय तथा पुनर्स्थापनाको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। 13 विपन्न तथा एकल महिलाको जीवन स्तर विकासका सिप विकास आयोजन उद्यम सिर्जना तथा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। 14 बाल विकास बाल सहभागिता तथा बालमैत्री स्थानीय शासनलाई सञ्चालन गर्दै बालबालिकाको सर्वोत्तम विकासको लागि गतिविधिमा मूल प्रभावमा समावेश गरिनेछ। 15 अपाङ्गता भएका व्यक्तिको अधिकार सम्मान र पहुँच सुनिश्चित गर्न र परिचय पत्र वितरण सहायक सामग्री उपलब्ध सिप विकास तथा सार्वजनिक सम्पत्तिलाई अपाङ्ग मैत्री बनाउने कार्यलाई प्राथमिकता दिनेछ। अपाङ्गता भएका तथा विपन्न बालबालिकाको शैक्षिक पहुँच वृद्धि गर्न छात्रवृत्ति तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिनेछ। 16 ज्येष्ठ नागरिकको सम्मान सुरक्षा र सामाजिक सहभागिता वृद्धि गर्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिनेछ। नगर तथा वडाबाट उपलब्ध हुने सेवा प्रवाहमा प्राथमिकता दिनेछ। 17 महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रबन्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछ। 18 मातृ तथा शिशु स्वास्थ्य प्रबन्धनका लागि स्तनपान कक्ष सेवाको विस्तार तथा संस्थागत व्यवस्थालाई पहललाई सूचित गरिन्छ। महिला मन्त्री सेवा प्रवाह सुनिश्चित गर्न सार्वजनिक कार्यालयहरूमा आवश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीको सहज उपलब्धता सुनिश्चित गरिनेछ। 19 अभिभावक शिक्षा जीवनोपयोगी शैक्षिक सहयोग तथा प्रेरणामूलक कार्यक्रम मार्फत बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक शिक्षा प्रदान गरिनेछ। पूर्वाधार विकास 20 साना र टुक्रे योजनालाई चुनावको भएसम्म अनुसार गरिन्छ। सम्भव भएसम्म भनेछ यो। 21 सडकमा नगर स्तरीय बजेट विनियोजन गर्दा अन्तर्वडा सञ्चालन सडकहरूलाई विशेष ध्यान दिनेछ। 22 नगरपालिकाभित्र सञ्चालन हुने निर्माण सम्बन्धी परियोजनाहरूको प्याकेज बनाई उत्कृष्ट बोधपत्र प्रणालीमा लगी योजना व्यवस्थापन सुशासन कायम गरिन्छ। जटिल प्रकृतिका निर्माण कार्यलाई बोधपत्र प्रणाली मार्फत सञ्चालन गरी समयमै कार्यान्वयन गरिन्छ। आयोजना कार्यान्वयन सम्भव भएसम्म स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना विशेष पहल गरिन्छ। साथै उपभोक्ता समितिद्वारा साना प्रकृतिका कार्य मात्र गर्ने नीति अवलम्बन गरिनेछ। 23 सडक ढलानलाई गुणस्तरीय बनाउन पिसिसी ढलानलाई न्यूनीकरण गर्दै आरसिसी ढलानलाई नीतिलाई